मॉर्निंग आप सभी को और वेलकम टू माय न्यू ब्लॉग। मैंने सोचा था कि चैलेंज वीडियो लेके आऊँगा, लेकिन मैं नया ब्लॉग लेके आ रहा हूँ। लेकिन एक्चुअली हम लोग जा रहे हैं शादी पे करशंग मकईबाड़ी। तो यहाँ से मैं ब्लॉग स्टार्ट कर रहा हूँ। यहाँ पर मैं पानी घाटा, हाँ तो ये पानी घाटा मैं इधर में हूँ, ये पानी घाटा ये ब्रिज के यहाँ पर ब्लॉग शूट करने के लिए। सर ब्लॉग शूट भी हो जाएगा, घूमना भी हो जाएगा, थोड़ा करशंग में घूम लूँगा। आज हामी कर्सियङको बिहा अटेन्ड गर्नु। अहिले हामी कुदेमा चाहिँ अलिकति चिल आउट गरिरहेको छौँ, फोटोसुट। गाड़ी आज के लिए वहाँ पर ड्राइवर अंकल है। और ये रहा व्यू पानी घाटा का। यहाँ पर सुंदरी लोग सब फोटो वोटो खींच रहे हैं और मैं यहाँ पर एज अ बॉडीगार्ड बन के निकल रहा हूँ। इस अभी हम लोग निकल रहे हैं यहाँ से पानी घाटा से, क्योंकि यहाँ से जाना पड़ेगा। बिल्कुल लेट हो वैसे भी 11 बज के पार हो चुका है। ब्लॉग दिखाता हूँ, चलो चलते हैं मकईबाड़ी को। हेलो गाइस, हामी आइपुगे यता मकईबारीको यो ग्राउन्ड, फुटबल ग्राउन्ड। ह्याप्पी लाग्दैछ भने यसलाई लाइक कमेन्ट गरिदिनुहोस्, कमेन्ट भन्नुहोस् ह्याप्पी लागेको छ छैन भनेर। अनि अब यहाँ आइपुगे। अब यहाँदेखि हामी जान्छु बिहामा गएर इन्जोय गरेर त्यहाँदेखि कर्सियङ यही वेदर छ, चिसो हावा, मजा आयो यहाँ आएर। राम्रो छ नि, त्यही त हो। यहाँ सिनारीहरू त मम्मीहरू अगाडि हिँड्नुहुँदैछ, हामी यहाँ पछाडि। लेकिन यहाँ घाम लागिरहेछ, बट वेदर हावा चल्दैछ, स्प्रिङ सिजन मजा आउँदैछ। स्प्रिङ सिजनको हावाहरू। यहाँ यो दोकान हो, यहाँ मोमो खान आउनुपर्छ अरे। ए ताज होटल पनि छ यहाँ, पर्छ नि ताज होटलमा पनि। यहाँ ताज होटल अरे यो, अहिले आउनुपर्छ यता ताज होटल तपाईँलाई। पाहाडमा आउनु यही गाह्रो, पाहाडमा आउनु त मजा लाग्छ कि, लेकिन यो पाहाडको यो बाटो हिँड्नु चाहिँ पुरा गाह्रो पर्दो रहेछ। गाह्रो पनि साह्रो पनि पर्दो रहेछ। यस्तो सुटबुट लगाएर यस्तो पाहाडको बाटो हिँड्नु इट्स भेरी डिफिकल्ट। अनि फर्मल सुमा लड्दै पढ्दै जानुपर्छ होला। पाहाडमा यो अब हामीलाई हेबिट छैन, बट यहाँ पाहाडको बाटो पनि मजा आउँदैछ। यस्तो पनि एडभेन्चर गर्नु छ क्या, कहिले नयाँ जग्गाहरू एक्सप्लोर गर्नु छ तपाईँको लागि। ब्लगमा यो सबै गर्दैछु, त भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। अनि चाहिँ लाइक अनि सेयर गर्नुहोस्। मेरो 500 सब्सक्राइबर पनि कमेन्ट गर्नुहोस्। हामी यहाँ आएँ, मलाई यहाँ सिस्नो पनि हेरेँ, यसले मार खायो भने चाहिँ हालत खराब भइरहेको छ सिस्नोहरूले। यहाँ सिस्नो पुरा छ अरे, जसले सानोमा सिस्नोले मार खाएको छ कमेन्टमा भन्नुहोस् होला। आइएम सरी गाइज, मैले भिडियोहरू कन्टेन्ट गर्न सकिनँ। यु नो द्याट ब्याकग्राउन्ड नोइज हुँदै थियो, म्युजिक बज्दै थियो, त कपिराइट आउन सक्थ्यो भनेर। सो मैले फोटोहरू हालिदिएको छु, तर फोटो हेर्नुहोस्, इन्जोय गर्नुहोस्। थ्याङ्क यू गाइज। अब हामीहरू यहाँदेखि निस्केको, बिहा अटेन्ड गरेँ, बट बिहामा मैले ब्लग सुट गरिनँ बिकज ब्याकग्राउन्ड
नोइस कपिराइट आउँछ भनेर यसका मैले त्यो भ्लग सुट गरिनँ बट अब हामी आज निक्लेको यहाँ हेर्नु ए हाम्रो के अरे हाम्रो कसली अरे कसली साग यहाँ बाटोहरू के छ हौ ए मेरो हातमा चाहिँ यस्तो छ फुलहरू कसली हो कि भाले हो आई डोन्ट नो यहाँ फ्लावरहरू यहाँ गार्डनहरू दामी दामी छ वाउ कस्तो नजग्गा हुन्छ योहरू हेर्नुहोस् यहाँ फोटो खिच्ने अरे यता अब यहाँ त हर जग्गा फोटै खिच्नु छ कसो घरको अगाडि हामीहरू यहाँको बाटोहरू कन्जस्टेड छ बाई बाई अब हामी यहाँदेखि गएको मोमो खानु त्यहाँ यहाँ आएको छु त्यो मोमो ट्राई गर्नु पऱ्यो त्यहाँ मोमो खाएर त्यहाँदेखि हामीले निक्लिने त्यो वन सेवा रेस्टुरेन्ट अर्ग्यानिक दार्जिलिङ टी बार हामी चाहिँ यहाँ सबैजना अब यहाँ मोमो खाने अरे यता यहाँ यस्तो छ यताको एम्बियन्सहरू बाहिरको एम्बियन्स यस्तो छ भित्रको राम्रो छ सानो छ यहाँ त्यो पनि छ आई लभ आई लभ मकैबारी ला आड गायब गरिदियो त मकैबारीको आड छैन त ल सो यो एम्बियन्सहरू यहाँ सबैजना हेर्नु न फोटो खिच्न लागि पागल भयो त खिच्छ त भयो मजाको रहेछ यो भित्रको एम्बियन्स चाहिँ भित्रको एम्बियन्सहरू दामी छ राम्रो छ अब लेट्स ट्राई यहाँको मोमो कस्तो हुन्छ यो गाइज यो भेज मोमो हो यहाँ पुरा साउन्ड हुँदैछ पछाडि यस कारण चाहिँ भन्दैछ भेज मोमो यो चाहिँ चिकन मोमो हेर्नु यहाँ भेज यो दुइटा चिकन अब लेट्स ट्राई कस्तो छ सिलगढी अनि यहाँ चाहिँ मोमो ट्राई गरेँ त मोमो क्वान्टिटी चाहिँ सानो सानो थियो बट क्वान्टिटी कम्ती थियो बट क्वालिटी राम्रो थियो मोमोको अगर तपाईँ भिजिट गर्नुहुन्छ भने यता आउनुहुन्छ मकैबारी फ्याक्ट्रीको अलिक अपोजिट वन सेवा समथिङ के रेस्टुरेन्ट हो अब त्यो क्वेसन हामीहरू बल्ल बल्ल यता आइपुगेँ गिद्धेमा आएर यता हामी भ्यूको इन्जोय गर्दैछु यता मम्मीहरू उता फोटो खिच्नु हुँदैछ पछाडि अब यहाँदेखि हामी तपाईँहरूलाई भ्यू पोइन्टहरू देखाइदिन्छु यहाँको भ्यू पोइन्टहरू इन्जोय गर्नुहोस् यहाँ आउनु सक्नुहुन्छ तपाईँहरू भ्यू इन्जोय गर्नु लागि यस्तै दामी भ्यू छ हावा चल्दैछ सो स्पेसल वानसँग या फ्यामिलीसँग आएर यहाँ इन्जोय गर्नु सक्नुहुन्छ भिडियो पनि बनाएँ अलिअलि तपाईँले देखाइदियो होला के छ यो
माथिको भ्यू, यो मुनिको भ्यू। अब भिडियो बनायो, अब यहाँदेखि निक्लेको हामीहरू। अब यहाँ केही त छैन बिक्सीमा, यहाँ देखाउन कि तपाईँहरूलाई तपाईँले देखाइदिए भ्यूहरू त्यति नै हो। सिरीको भ्यू छ, आउनु सक्छ जस्ट फर इन्जोयमेन्ट, आएर चिल आउट गर्नु सक्छ, बस्नु सक्छ। नो एन्ट्री फी केही छैन, टोटली फ्री हो। आउनुहोस्, इन्जोय गर्नुहोस्। अनि स्टल छ, तपाईँलाई त माथि पनि देखाइदिन्छु। सो त्यो माथिको भ्यू खाली छ अहिले, तपाईँहरू आएर इन्जोय गर्नु सक्छ आरामले। जिसको भी इंटरेस्टेड आ सकते हो। हाँ, मेरा आज नेपाली ज़्यादा निकल रहा है, ये ब्लॉग ज़्यादा नेपाली यूज़ हो रहा है क्योंकि मैं बाहर में आया तो सो अपना मदर टंग में आ गया। सो कोई बात नहीं, तो एंजॉय कर सकते हो फैमिली के साथ, फ्रेंड के साथ या लव वन के साथ आके या फिर एंजॉय कर सकते हो। फ्री है, फ्री ऑफ कॉस्ट। जो आना चाहता है फ्री ऑफ कॉस्ट में एंजॉय करने के लिए परफेक्ट जगह। आओ, बैठो, चिल आउट करो, एंजॉय करो, स्टॉल से कुछ मंगा लो, खा सकते हो। और कुछ नहीं, हम लोग को फिर और एक जगह जाना है। तो आज बहुत बिजी डे है मेरे लिए। सो मुझे ब्लॉग भी एडिट करना है रात को, इसी के लिए शायद इतना ही। अभी हम निकलते हैं यहाँ से। ओके, निकल के फिर अभी आगे सिलगुड़ी पहुँच के कंटिन्यू करता हूँ, या फिर गाड़ी में कुछ शॉर्ट्स होने से, कार रुकने से फिर आपको वहाँ पर कुछ वीडियो बनाता हूँ। चलो, तब तक के लिए बाय।